हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ भिडियोमा। नमस्ते। र आज फेरि न्यू ब्लग लिएर आइसकेको छु। आज चाहिँ मेरो हस्बेन्ड र म जाँदैछौँ कुमारीघाटा। यहाँ जाँदाखेरि बाटोमा हेर्नु न, यो भुटानको भ्यू हाम्रो घर छेउको कस्तो राम्रो छ, हेर्दा पनि हेरिराख्नु जस्तो लाग्छ कि। र हामीहरू चाहिँ यहाँ पुगिसकेको छौँ कुमारीघाटामा। मेरो एटिएममा काम थियो र काम पनि भएन, पैसै रहन्छ एटिएममा। र घाम पनि यति चर्केको थियो नि, गर्मी यति थियो, गर्मी भएर पनि अब नहिँडी पनि हुँदैन, काम भइसकेपछि त हिँड्नै पर्छ। र मेरो हस्बेन्डले चाहिँ केही खाऊँ भन्नुभयो, मलाई चाहिँ खानै मन थिएन, र पनि भात भर्खर खाना खाएर गएको थियौँ, र पनि अब खानै पर्यो। एग चाउमिन खायौँ र खाएर चाहिँ जे काम थियो हो त्यो गरेर फेरि मेरो चाहिँ यहाँ के लिन थियो। यस्तो राम्रो राम्रो कलेक्सन पाइँदो रहेछ यहाँ चाहिँ। हजुरले बिहाको वा साडीहरू, पोते, टिका जे पनि चाहिन्छ कुमारीघाटा फेन्सी स्टोरमा हजुरहरूले पाउनुहुनेछ र हजुरहरूले यहाँबाट लिन सक्नुहुनेछ। मलाई चाहिँ धेरै राम्रो लाग्छ क्या, जहिले जाँदा पनि म चाहिँ यहीँबाट लिन्छु। बहुत राम्रो राम्रो सामानहरू पाइन्छ, साडीहरू पनि हेर्नुहोस् न कस्तो राम्रो राम्रो छ है। र कुनै दिन कुमारीघाटा आउनुभयो भने चाहिँ यहाँबाट लिन सक्नुहुन्छ, कम्ती प्राइसमै भेट्नुहुनेछ। र घर पनि आइसक्यौँ, घर आएर फेरि हस्बेन्ड र आमा जानुभएको त्यो मेला मार्केट रासन लिन। र यहाँ तेलहरू, घरमा के चाहिन्छ हो त्यो ल्याउनु भएको थियो। यो ओआरएस छोरीको लागि र हाम्रो लागि चाहिँ जुस थियो। र छोरीलाई चाहिँ अब जुसहरू ओआरएस देखेर चाहिँ एकदम अहिले नै खाउँ लागिसक्यो। गाइस खुसी भएर केही छैन, छोरी नि त एकदम खानेकुरा पाएर खुसी भएर छोरी के खान्छ तिमी? बच्चालाई देखिसकेपछि मैले ओआरएस चाहिँ राखिदिएँ, फ्रुट्सहरू पनि थियो। उनलाई देखेपछि एकैचोटि खानुभयो, अब एकैचोटि केटाकेटा जान्दैनन्, यसले दिनु पऱ्यो। त्यसको लागि चाहिँ भोलि खानु भनेर चाहिँ म यहाँ फकाउँदैछु। त बाबाले पनि गाली गर्नुहुँदै थियो, सर्दी लागिरहेछ, फ्रिजको जुस चाहिँ नखाऊ भनेर मान्दैन। अब केटाकेटीले देखिसकेपछि गरम पानी हालेर चाहिँ दिएँ मैले। र यता फ्रुट्समा चाहिँ अङ्गुर, एप्पल र यता खेजुर पनि थियो। उनलाई चाहिँ बेसी मनपर्ने भनेको चाहिँ अङ्गुर हो। र यता म चाहिँ फकाइराखेको छु। छोरी के खान्छौ अरे तिमी? जुस चुपा लाग, बाबाले गाली गर्नुहुन्छ होला। चुपा लगाएर खान्छु, कसरी खान्छु अरे? घमखम बाबाले देख्नुभयो भने, बाबाले के गर्नुहुन्छ देख्नुभयो भने? बाबालाई नभनिकन खाऊ ल। बाबालाई भन्छु, बाबालाई भन्छु, के भन्छु? साथीहरू, आजको मेरो दिनचर्या चाहिँ यस्तै थियो र आजको भिडियो चाहिँ म यतिमै एन्ड गर्छु। होप तपाईँहरूलाई राम्रो लाग्छ होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर र मेरो पेजलाई फलो गर्न नभुल्नु होला। फेरि हामी